बाहिरबाट चाहिँ रानी पोखरी देखेको हो, तर भित्र चाहिँ म पस्न पाएको थिएन। र आज 2022 साल भाइटिकाको दिन चाहिँ यहाँ खुल्ला रहेछ र मैले पस्न पाएँ। र तपाईँहरूलाई पनि यो रानी पोखरी भित्र के रहेछ भन्ने कुरा चाहिँ म भिडियो मार्फत देखाउन खोजिरहेको छु। र यो चाहिँ रानी पोखरीको बीच भएको मन्दिर हो, तपाईँहरू पनि चिन्नुहुन्छ। म बिचमा छु है, बिचको पुलमा। यस्ता बिचको मन्दिरमा के रहेछ हेरौँ है त। आउनुहोस् है। खिच्न दिने हो कि होइन, बिचमा मन्दिरमा के छ म खिच्न दियो भने देखाउँछु तपाईँहरूलाई। सेक्युरिटी आउँदो रहेछ। कहिलेसम्म खुल्ला हुन्छ सिस्टर? आजको 5 बजे। कहिले? अब 5 बजेसम्म भनेको छु। अब के गर्छ महानगरले, कति बजे भन्छ। मेरोमा पुग्यो कि भित्र कसरी गर्ने हो? तर भ्यू टावर पनि देखिरहेको छ है। यो घण्टाघर मर्मत सालमा एकचोटि लगाउने जुत्ता हो र त्यो सालमा सधैँ लगाइन्छ नि जुत्ता त होइन, सालमा सधैँ जुत्ता लगाइन्छ नि। के रहेछ त माथि गएर हेरौँ के रहेछ। मलाई पनि हेर्न उत्सुक छ। यहाँ टिका लगाउनु रहेछ। लाइन सर्नुहोस्, लाइन सर्नुहोस्। होइन हाल्दैन के छ त माथि? अब आधा घन्टा माथि बाँकी छ है, लाइन सर्दिनुहोस्। ए आमै छिटो गर्नुहोस् न, बाहिर बस्नु, बाहिर बस्दिनुहोस् आमा। होइन मिल्दैन आमा, मिल्दैन, गाली गर्छ। आउनुहोस्, नहुने काम नगर्नुहोस् न। बाबु दर्शन गर, यता कता हो दर्शन गर्छौँ? ल यता जानु, यता जानुभयो, यता छिटो। शिवलिङ्ग रहेछ। घुम्नु घुम्नु बाबु, घुम्नु घुम्नु नि, घुम्नु यता घुम्नु। सर है लाइन सर, है लाइन सर, लाइन सर, लाइन सर, टाइम छैन। यो चाहिँ के को मूर्ति हो? पाल गोपाल, कृष्ण पाल गोपालको मूर्ति हो। कृष्ण भगवान बामेश्वर बेलाको अवतार फर्स्ट। हिँडिरहेको छु मक्खन खाने
ए सरी है खिचिदिन्छ कि ढिलो हुन्छ नि। ल ल म गइहाल्छु म गइहाल्छु शिवलिङ्ग रहेछ भित्र भित्र मोबाइल नकिन्नुहोस् है भित्र मिल्दैन फेरि ओके मिल्दैन अरे ल खिचियो तपाईँहरूलाई मैले यति भित्र रहेछ र म बाहिर निस्किसकेँ है त घरि भन्नु लड यार